भोलि चाहिँ एससी को म्याथ को एक्जाम रहेको छ र हजुरहरुलाई डर लागिरहेको छ भने दिस भिडियो माइट हेल्प यु। एक्जाम हलमा पुग्ने बित्तिकै सुरुमा हजुरलाई क्वेशन पेपर दिन्छ र सुरु गर्नु भन्दा अगाडि चाहिँ क्वेशन पेपरलाई मजाले पढ्नुहोस्। इजी क्वेशनहरुलाई छुट्याउनुस् र सबैभन्दा सुरुमा चाहिँ इजी क्वेशन गर्नुहोस्, जसले गर्दाखेरि चाहिँ टाइम पनि बच्छ र हजुरको कन्फिडेन्स पनि बढ्छ। फर्मुला याद भएर मात्रै हुँदैन, त्यसलाई अप्लाई गर्न पनि जान्नुपर्छ। एरिया, अलजेब्रा, मेन्सुरेसन स्टेप वाइज स्किप नगरी गर्नुहोस्। म्याथमा भनेको हजुरको स्टेपको पनि मार्क आउने गर्छ। फाइनल एन्सर बिग्रे पनि स्टेपको मार्क आउने भएको भएर चाहिँ स्किप नगरी राम्रोसँग गर्दै जानुहोस्। डायग्राममा आउने क्वेशनहरुको सकेसम्म नीट डायग्राम बनाउनुहोस् र डायग्राममा नबिर्सिकन लेबल गर्नुहोस्। र हजुरलाई कुनै क्वेशन आएन भने त्यसमा अड्केर नबस्नुहोस्, त्यसलाई स्किप गर्नुहोस् र अरु बाँकी भएको क्वेशनहरुलाई चाहिँ मजाले गर्दै जानुहोस्। लास्टको 10 मिनेट चाहिँ रिचेकको लागि छुट्याउनुहोस् र क्याल्कुलेसनहरु कुनै मिस्टेक भएको छ भने चाहिँ त्यही बेलामा हजुरहरुले भेट्न पनि सक्नुहुन्छ। तपाईहरुले मजाले प्र्याक्टिस गर्नु भएको छ भने हजुरहरु एक्जाम दिन एकदमै रेडी हुनुहुन्छ। बेस्ट अफ लक टु एभ्रीवन। सबैले फुल मार्क ल्याउनुहोस्।